आलु दम हैन कम ल है हाम्रो फ्यामिली टुर भइराखेको छ यहाँ हेर्नु यहाँ यसो रमाइलो भइराखेको छ सबैजना यहाँ हाम्रो सर मास्टर मास्टरनी यहाँ छोराछोरीहरूदेखि लिएर सबैजना हाम्रो डब्लुआर बाइक अनि हाम्रो बिआइडी गाडी साथमा आज हामी चाहिँ मोहिनी झरना सबै ठाउँमा हामी चाहिँ घुमिसक्यौँ। हाम्रो यहाँ सरजी यहाँ मजाले साग हाम्रो बन्दैछ, भात पाकिसकेको छ, हाम्रो आलुदम उता बनेको छ एकदम गजबको। अनि यहाँ हाम्रो यता मुला रेडी हुँदैछ, नुन हालिसकेको हो अब मुला अचारको लागि। ल अब छोरीहरू थाकेर अहिले सुतिराखेका छन्, धेरै हिँडे आज असाध्यै होइन थाके, हिँड्न पनि हो कि यिनीहरूले त साह्रै हिँड्ने नि त त्यही भएर यहाँ साग पाकिराखेको छ। ल तल हाम्रो आलु पोलेर खाँदैछन् हाम्रो आकाश सर। आलु पोलेर पनि लगलग खाइसकेको अवस्था छ। अब थोरै मात्रै आलु छ होला सायद। आगो बालेर दाउराहरू सोरेर सबै हामीले खाइसकेका छौँ। यति रमाइलो ठाउँ छ है, एकदम साह्रै रमाइलो हो मकवानपुर। हामीले चाहिँ आलु किनेर ल्याएको थियो उता, आलु मजाले हामीले उसिनेर पनि अचार बनाएको आलुदम, अनि गरेर पनि हामीले पोलेर पनि आलु खाइयो। रमाइलो छ। हामी यता सडकको छेउमा हामी यता खाना पकाउँदै गरेको अवस्था अहिले है। अब हामी खाना खाएर केही एकछिनपछि हामी यहाँदेखि हामी काठमाडौँतिर लाग्नेछौँ। साह्रै रमाइलो छ। हेर्नुहोस् कति राम्रो हरियाली डाँडा काँडा, आहा यस्तो रमाइलो यहाँ रोड छ है, एकदम रमाइलो छ है, साह्रै रमाइलो। हेर्नुहोस् आनन्द होइन सर यस्तो होइन। ल हाम्रो फ्यामिली टुर आज साह्रै रमाइलो एकदम भइरहेको छ।